डिजाइन थिङ्किङको तेस्रो नम्बरमा आउँछ आइडिया। यस चरणमा जति धेरै आइडिया सम्भव छ त्यति धेरै जेनेरेट गरिन्छ। आइडियाको डाइभर्सिटी अत्यन्त धेरै महत्त्वपूर्ण हुन्छ। टेबलमा बसेको हरेक आवाजको मूल्य हुन्छ। पछि गएर बेस्ट अफ 1, 2, 3 आइडिया छानिन्छ। आइडियामा नयाँ सोच इनोभेसनले धेरै ठुलो महत्त्वपूर्ण स्थान पाउँछ। इनोभेसन पर्फेक्टबाट र नयाँ सोचबाट सुरु हुन्छ। चौथो नम्बरमा आउँछ प्रोटोटाइप। जब आइडियालाई कार्यरूप दिने भनेको प्रोटोटाइपले हो। प्रोटोटाइप भनेको मकअप, प्रेजेन्टेसन, युजरले देख्न सक्ने, छुन सक्ने कुनै पनि कुराहरू प्रोटोटाइप हो। उदाहरणको लागि कागजको मकअप, स्केच, डिजाइन, प्रेजेन्टेसन, रोल प्ले, छोटो ट्र्याक, एनिमेसन। प्रोटोटाइप भनेको फाइनल प्रोडक्ट होइन, यो लर्निङ टुल्स हो। यस चरणमा फेलर आउन सक्छ, इरिटेसन आउन सक्छ। पहिलाको चरणहरूमा फेरि फर्किनुपर्छ, फर्किनु परेमा फर्किनुपर्छ। डिजाइन थिङ्किङले कुनै पनि चरणमा फिर्ता जान अनुमति दिन्छ। डिजाइन थिङ्किङको 5औं चरणमा टेस्ट आउँछ। प्रोटोटाइपलाई फेरि पिपुल्सहरूको माझमा लिएर गएर ग्राउन्डमा गएर फेरि प्रश्न गरिन्छ, आर वी राइट अर नट। यस चरणमा इल्युजन टुट्छ, वास्तविक सत्य देखिन्छ।